साथीहो, यो हो तेह्रथुम लोकल जातको कागती। यहाँ मैले खरबारीमा केही समय अगाडि खाडल खनेर टोपिरहेको भिडियो बनाएको थिएँ र यहाँ मैले बिरुवा पनि रोपिसकेको छु। आज असार 9 गते मैले यहाँ बिरुवाहरू रोपिसकेको छु। यो बिरुवा चाहिँ सल्यानदेखि मगाएर मैले रोप्न सुरु गरेको हो र केही दिनमै लमजुङबाट पनि तेह्रथुम लोकल कागतीकै जात मैले मगाउने छु। त्यसको भिडियो पनि अर्को हप्तामा तपाईहरुसम्म प्रस्तुत गर्ने नै छु। यहाँ देख्न सक्नुहुन्छ यस्तो खरबारीमा पनि मैले कागती खेती गरि नै रहेको छु। यस्तो खरबारीमा गरेको कागती चाहिँ तपाईहरुलाई कस्तो हुन्छ भनेर देखाउने छु। यहाँ यस्तो खरबारीमा र अर्को जुन मैले मकै उत्पादन गरिरहेको ठाउँमा कागती खेतीको तुलना गर्दा कस्तो रिजल्ट आउँछ भन्ने पनि तपाईहरुसँग म देखाउने छु। यदि तपाईहरु कागती खेती गर्न सोचिरहनु भएको छ अथवा अर्को साल कागती लाउन सोच्नु भएको छ भने मेरो भिडियो चाहिँ हरेक हप्ता सोमबार साँझ आउने नै छ। त्यो भिडियो तपाईहरु जसरी पनि हेर्नु होला, किनकि जुनसुकै काम पनि ठुलो बनाउनलाई निकै सानो कुराहरुमा ध्यान दिनुपर्छ। त्यसको लागि मैले फर्म पनि दर्ता गरेको छैन। यो सानो लगानीबाट सुरुवात गरेको मेरो कागती खेती बाट तपाईहरुले सिक्न सक्नुहुन्छ। कुन सानो पक्षमा ठुलो भिडियोहरु ठुलो फर्महरुको भिडियो हेर्नुभयो भनेदेखि तपाईहरुले त्यहाँ यसरी सबै क्रमबद्ध रूपमा सबै कुराहरु सिकाइएको हुँदैन। मैले यहाँदेखि तपाईहरुलाई सबै जानकारीहरु दिनेछु कागती खेतीको बारेमा, चाहे अन्य युट्युबबाट खोजेर होस्, आफ्नै अनुभवबाट होस्, चाहे मैले चाहिँ यता मेरो कागतीमा भएको समस्याहरु, मेरो कागतीमा के गर्नुपर्छ या त्यो हैन, सबै कुराहरु मैले तपाईहरुलाई जानकारी दिनेछु। त्यही भएर मेरो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला, मन परे लाइक गर्नु होला र हरेक हप्ता सोमबार साँझ मेरो भिडियो हेर्न नभुल्नु होला। अर्को हप्ता मैले लमजुङबाट आएको बिरुवाको पनि भिडियो ल्याउने छु सर्ट भिडियोमा, त्यो पनि हेर्न नभुल्नु होला। हस् त, नमस्कार। आजको भिडियोमा बिदा हौं। अर्को भेटौँला फेरि अर्को भिडियोमा।